एकजना मित्रले मलाई प्रश्न गर्नुभएको छ, सर नमस्कार, फेरि एउटा विषयमा धेरैको जिज्ञासा छ, मेरो नि हो। कुनै विद्यालयमा आधारभूत तह कक्षा 6 देखि 8 मा शिक्षण सिकाइ अनुदान शिक्षक कार्यरत हुनुहुन्छ भने सो विद्यालयमा सोही तह र सोही विषयको स्थायी शिक्षक पालिकाले दरबन्दी मिलान गरी खटाउन मिल्छ या मिल्दैन, र शिक्षण सिकाइ अनुदान शिक्षकलाई अर्को विद्यालयमा सार्न मिल्छ या मिल्दैन, के छ प्रावधान सर? यो मेरो मात्र नभई धेरैको जिज्ञासाको विषय हो भनेर जिज्ञासा राख्नु भएको छ। जिज्ञासा राख्नुहुने मित्रलाई धेरै धेरै धन्यवाद छ। यहाँले राख्नुभएको जिज्ञासाका सम्बन्धमा अहिले कस्तो व्यवस्था रहेको छ भन्ने विषयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्रकाशित कार्यक्रम कार्यान्वयन कार्यविधिमा भएको व्यवस्थालाई हेरौँ। कार्यविधिमा आधारभूत तह कक्षा 6-8 अङ्ग्रेजी गणित र विज्ञान विषयमा शिक्षण सहयोग अनुदान शीर्षकमा आधारभूत तह कक्षा 6 देखि 8 सञ्चालित विद्यालयमा अङ्ग्रेजी गणित र विज्ञान विषयमा शिक्षक व्यवस्था गरी विद्यार्थी सिकाइ उपलब्धि अभिवृद्धि गर्न शिक्षण सहयोग अनुदानको व्यवस्था गरिएको छ। यस क्रियाकलापमा बजेट विनियोजन भएका स्थानीय तहले उक्त बजेटबाट शिक्षण सिकाइ अनुदान व्यवस्थापन कार्यविधि 2077 तथा दरबन्दी मिलानको प्रतिवेदन अनुरूप सामुदायिक विद्यालयको आधारभूत तह कक्षा 6 देखि 8 का लागि कुनै पनि दरबन्दी वा राहत अनुदान नभएका शून्य दरबन्दी भएका विद्यालयलाई गणित, अङ्ग्रेजी र विज्ञान विषय शिक्षक व्यवस्थापनका लागि शिक्षण सिकाइ अनुदान व्यवस्थापन कार्यविधि 2077 का अतिरिक्त ध्येयअनुसार वितरण गर्ने, उल्लिखित विवरण अनुसारका विद्यालय सङ्ख्या एकिन गर्ने, बजेटको परिधिभित्र रही शून्य दरबन्दी भएका विद्यालयलाई न्यूनतम 1 शिक्षक बराबरको अनुदान उपलब्ध गराउने। यस क्रियाकलापमा बजेट विनियोजन गर्दा प्रत्येक शिक्षक मासिक रु 34,730 का दरले 12 महिनाको पारिश्रमिक र चाट पर्व खर्च र पोसाक खर्च समेत अनुदानमा हिसाब भएकोले सो अनुसार उपलब्ध गराउने। यसका अतिरिक्त तथा अन्य शिक्षकले पाए सरका सुविधाहरू स्थानीय तहले थप गर्न सक्नेछन्। शिक्षण सिकाइ अनुदानमा अङ्ग्रेजी, गणित तथा विज्ञान बाहेकका अन्य विषयमा शिक्षक राख्न पाइने छैन र यो अनुदानलाई अन्य प्रयोजनमा खर्च गर्न पाइने छैन। स्थानीय तहले विद्यालय समायोजन वा दरबन्दी मिलान गरी आधारभूत तह कक्षा 6 देखि 8 मा शिक्षक दरबन्दी वा राहत शिक्षक व्यवस्थापन गरेको अवस्थामा उक्त विद्यालयमा शिक्षण सहयोग अनुदान उपलब्ध नगराउने। यसका साथै पुनःमा क्रियाकलाप नम्बर 271340 र 271341 मा उल्लेखित शिक्षण सहयोग अनुदान कोटा निर्धारण गर्दा माथि उल्लेख भए बमोजिम माध्यमिक तह कक्षा 9 देखि 10 र आधारभूत तह कक्षा 6 देखि 8 मा अनुदान उपलब्ध गराइसकेपछि यस क्रियाकलापमा एउटा तहमा रकम बचत हुने देखिएमा बचत हुन आउने बजेटको परिधि ननाग्ने गरी अर्को नपुग भएको तहमा शिक्षण सिकाइका लागि अनुदान उपलब्ध गराउन सकिनेछ भनेर उल्लेख गरेको छ भने शिक्षण सिकाइ अनुदान व्यवस्थापन कार्यविधि 2077 को दफा 6 को उपदफा 3 मा आधारभूत तहको कक्षा 6 देखि 8 सम्म 0, 1 वा 2 दरबन्दी भएका विद्यालयहरूमध्ये कक्षा 8 को अनुमति लिई आधारभूत तहको परीक्षामा कम्तीमा 3 पटक सहभागी भएका विद्यालय मध्येबाट कक्षा 6 देखि 8 मा बढी विद्यार्थी सङ्ख्या भएको विद्यालयलाई प्राथमिकताको आधारमा तयार गरी स्थानीय तहले अङ्ग्रेजी, गणित र विज्ञानको शिक्षक व्यवस्थापनका लागि शिक्षण सिकाइ अनुदान प्रदान गर्न सक्नेछन् भनेर उल्लेख गरेको छ। त्यस्तै सार्वजनिक विद्यालय समायोजन एवं एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि 2077 ले विद्यालय समायोजन गर्ने र पालिका स्तरमा शिक्षक दरबन्दी मिलान गर्ने अधिकार सम्बन्धित स्थानीय तहको कार्यपालिकालाई दिएको देखिन्छ, जसको कार्यान्वयनका लागि कुनै स्थानीय तहहरूले कार्यपालिकाबाट निर्णय भए बमोजिम गर्ने र कुनैले नियमावली, कार्यविधि, निर्देशिका अर्थात् कानुन जारी गरेर जारी कानुन बमोजिम कार्यान्वयन गर्ने अभ्यास गरिरहेका छन्। शिक्षण सिकाइ अनुदान कोटामा शिक्षक व्यवस्थापन र विद्यालय समायोजन तथा दरबन्दी मिलान सम्बन्धी अहिले भर्खरै उल्लेख गरिएका कानुनी व्यवस्थाहरू हेर्दा विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलानको काम स्थानीय तह अर्थात् तपाईँकै भनाइमा पालिकाले गर्न सक्छ। यसरी विद्यालय समायोजन र दरबन्दी मिलान गर्दा कुनै विद्यालयले कक्षा 6 देखि 8 सम्म सञ्चालन भएको कारणले शिक्षण सिकाइ अनुदान कोटा पाएको थियो, समायोजन र दरबन्दी मिलान पश्चात उक्त विद्यालयमा
कक्षा 6 देखि 8 नरहेको शिक्षण सहयोग अनुदान कोटाको शिक्षक रहेको कोटामा सोही विषयको स्थायी दरबन्दीको पद मिलान भई स्थायी शिक्षक खटिएको वा न्यूनतम 2 शिक्षक कोटा रहन गई शिक्षण सहयोग अनुदान कोटा नै नरहेको अवस्थामा हाल शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकलाई सोही विद्यालयमा राखिराख्न सक्ने आधार देखिँदैन। त्यो विद्यालयमा रहेन भने कोटा र दरबन्दी रहने विद्यालयमा हाल कार्यरत अनुदान कोटाको शिक्षकलाई खटाउन मिल्छ। तर त्यसरी खटाइने विद्यालयमा शिक्षण सिकाइ अनुदान व्यवस्थापन कार्यविधि 2077 बमोजिम खटाइने विषयको शिक्षक व्यवस्थापन गर्न मिल्ने चाहिँ हुनुपर्छ।